युद्धको पनि आफ्नै नियम हुन्छ कि अमेरिका र इजरायलले इरानमाथि गरेको जुन आक्रमण थियो के त्यो कानुनी रूपमा सही थियो त। यसै विषयलाई लिएर मैले आज हजुरहरूको सामुन्ने विस्तृत रूपमा अन्तर्राष्ट्रिय कानुनहरू कुन कुन आकर्षक हुन्छ, कसरी आकर्षक हुन्छ भन्ने विषयलाई अलिकति एक्सप्लेन वेमा सेयर गर्नेछु। त्यही भएर भिडियो अन्तिमसम्म हेरेर आफ्नो नलेज पनि एन्हान्स गर्न सक्नुहुनेछ। अब हामी सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने अमेरिका र इजरायलले इरानमाथि गरेको हमला जुन क्लेम गरेको छ, त्यहाँतिर के क्लेम छ भने इरानले अमेरिका इजरायलमाथि हमला गर्नेवाला थियो, इरानले इजरायलमाथि हमला गर्नेवाला थियो भन्ने कन्टेक्स्ट हामीले हेर्न सक्छौँ। र यो हमलालाई अमेरिका र इजरायलले कसरी जस्टिफाई गरेको देखिन्छ भने पहिला इरानले हामीमाथि हमला गर्नेवाला थियो, त्यही भएर हामीले आफ्नो बचावको लागि ठुलो क्षति हुनबाट र आफ्नो बचावको लागि इरानमाथि हमला गरेको हो भन्ने किसिमको क्लेम गरेको हामीले देखिन्छ। अब यो क्लेमलाई हामीले एन्टिसिपेटरी सेल्फ डिफेन्स भनेर पनि बुझ्न सकिन्छ। अन्तर्राष्ट्रिय कानुन अन्तर्गत यो क्लेमलाई हामीले एन्टिसिपेटरी सेल्फ डिफेन्स, त्यो भनेको आफ्नो बचावको लागि गरेको हो, तर त्यो एजम्सनको बेसिसमा भनेर देख्न सकिन्छ हामीले। तब हामीले जुस एट बेलम भन्ने एउटा प्रिन्सिपल छ, त्यो प्रिन्सिपलले के भन्छ भने कुनै पनि अन्तर्राष्ट्रिय जगतमा भइरहेको वार छ अथवा नट ओन्ली अन्तर्राष्ट्रिय जगतमा तर कुनै पनि वारमा युज अफ फोर्सलाई यदि त्यो फोर्सले अरू कन्ट्रीको अन्तर्राष्ट्रिय टेरिटोरीमा एफेक्ट पार्छ भने त्यस्तो किसिमको आक्रमणलाई कानुनले युएन चार्टरको आर्टिकल 24 ले प्रोहिबिट्स गर्छ। त्यसै गरी हामीले अर्को पनि कानुन छ, युएन चार्टरकै आर्टिकल 51 ले सेल्फ डिफेन्सको बारेमा पनि मेन्सन गर्छ, जहाँ के भनिएको छ भने कुनै पनि व्यक्तिले आफ्नो राष्ट्र भनेको गभर्मेन्टले आफ्नो राष्ट्रको प्रोटेक्सनको लागि यदि कुनै पनि राज्यले त्यो राज्यमाथि आक्रमण गर्यो, अर्को राज्यमाथि आक्रमण गर्यो भने त्यस्तो सिनेरियोमा आक्रमित राज्यले त्यो राज्यको बचावको लागि अब पनि अरू क्षति नहोस् भनेर जुन रिटर्नमा आक्रमण गर्छ त्यसलाई सेल्फ डिफेन्स भनिन्छ। तर एजम्सनकै बेसिसमा गरिएको जुन आक्रमण इजरायलले इरानमाथि गरेको थियो त्यो क्लेम पनि लिगल हो है, लिगली जस्टिफाई गर्न खोजेको भनेर हामीले यहाँ देख्न सकिन्छ इन द नेम अफ एन्टिसिपेटरी सेल्फ डिफेन्स। अब अर्को बुझ्नुपर्ने कुरा के छ भने एन्टिसिपेटरी सेल्फ डिफेन्सलाई अब यो केस अब आइसिसीमा गएपछि आइसिसीले इन्टरटेन गर्छ कि गर्दैन भन्ने विषयमा हेर्नु पर्दा 1986 मा निकारागुआ भर्सेस युनाइटेड स्टेट्सको एउटा केस आएको थियो। त्यो केसमा के भनेको छ भने सेल्फ डिफेन्स त्यति बेला मात्र ट्रिगर हुन्छ आर्म्ड कन्फ्लिक्टको बेला जब एउटा राज्यले अर्को राज्यलाई आक्रमण गर्छ, त्यति बेला अर्को जुन आक्रमित राज्य छ त्यो राज्यले राज्यको बचावको निम्ति अनि सिभिलियन्सहरूलाई अथवा त्यहाँको नागरिकहरूलाई असर नपरोस् भनेर नै त्यो सिचुएसनमा जुन वार गर्छ नि राज्य र आफ्नो राज्यको नागरिकको बचावको लागि, त्यस्तो सिचुएसनमा त्यसलाई सेल्फ डिफेन्स भन्न सकिन्छ। तर हामीले आइसिटीवाई ले गरेको जुन 1995 मा डिसिजन छ ट्याडिकको केसमा त्यहाँ हामीले के देख्न सकिन्छ भने कुनै पनि आर्म्ड कन्फ्लिक्टमा भएको जुन वार छ त्यो वार जहिले पनि फ्याक्चुअल हस्टिलिटिजमा डिपेन्ड गर्छ, न कि लिगल जस्टिफिकेसन। त्यो भनेको उसले मलाई वार गर्न लागेको थियो भनेर मैले वार गरेँ भने त्यहाँतिर त्यो भनेको पछितिर त्यो सेल्फ डिफेन्सले क्लेम गर्ने हो नि त। सो त्यस्तो गर्न पाइँदैन है। जहिले पनि एक्चुअल हस्टिलिटिजमा एउटा कन्ट्रीले वार गरेको छ भने मात्र मैले वार गरेको हो, मैले अट्याक गरेको हो भनेर क्लेम गर्न मिल्छ भनेर हामीले ट्याडिकको केसमा पनि हेर्न सकिन्छ। त्यसै गरेर अब अर्को कन्टेक्स्ट के रहेको छ भने आर्म्ड कन्फ्लिक्टलाई लिगली जस्टिफाई गर्न मिल्छ कि मिल्दैन त, इरानले गरेको हमला लिगली जस्टिफिएबल छ कि छैन भन्ने विषयलाई हेर्नु पर्दा जेनेभा कन्भेन्सनको कमन आर्टिकल 2 लाई यदि हामीले हेर्यौं भने त्यहाँतिर के मेन्सन छ भने अन्तर्राष्ट्रिय जगतमा सेल्फ डिफेन्सको लागि गरिएको जुन अट्याक छ, जुन मिसाइल्सहरूको प्रयोग गरेको त्यो भनेको इरानले जुन गरेको एक्ट छ, जुन इरानले अट्याक गर्यो
त्यो अट्याक भनेको कमन आर्टिकल 2 अफ जेनेभा कन्भेन्सनलाई मिट गर्छ। कसरी मिट गर्छ भने उसले आफ्नो राज्यको बचावको लागि गरेको हो नि त त्यो मिसाइल अट्याक। त्यसैले गर्दा त्यो मिसाइल स्ट्राइकलाई लिगल्ली जस्टिफाई गर्न मिल्छ इन्टरनेसनल आर्म कन्फ्लिक्टको अन्डरमा भनेर हामीले यो प्रोभिजनबाट जेनेभा कन्भेन्सनको यो प्रोभिजनबाट पनि हामीले हेर्न सक्छौँ। अब हामी इन्टरनेसनल ह्युम्यानिटेरियन लको कोर प्रिन्सिपल्सहरूको बारेमा लिएर यो कोर प्रिन्सिपल्सले कसरी यो थ्रेसहोल्डलाई मिट गर्छ गर्दैन भन्ने विषयलाई अलिकति हेरौँ। सो सबैभन्दा पहिलो भनेको प्रिन्सिपल अफ डिस्टिङसन भनेर। अब प्रिन्सिपल अफ डिस्टिङसनको मिनिङ के हो भने यदि कुनै पनि वारमा मिलिटरी अट्याक हुन्छ त्यति बेला सिभिलियन र कम्बिटेन्स भनेको जो वार गर्न आइरहेको छ, जो आर्मीहरू अथवा जुन मिलिटरीहरू छ जुन वार गर्न आइरहेको छ उसलाई हामीले कम्बिटेन्ट भनेर बुझ्न सकिन्छ। सो प्रिन्सिपल अफ डिस्टिङसनले के भन्छ भने कुनै पनि वारको बेलामा सिभिलियन्स र कम्बिटेन्टको बिचमा डिस्टिङ्ग्विस हुनुपर्छ। कहिले पनि सिभिलियन्स र कम्बिटेन्टको बिचमा वार हुन हुँदैन। अनि त्यो भयो भने द्याट इज द भायोलेसन अफ इन्टरनेसनल ह्युम्यानिटेरियन। सो यो कन्टेक्स्ट पनि हामीले बुझ्नुपर्छ, यो कन्टेक्स्ट पनि हामी क्लियर हुनुपर्छ। अब युएस इजरायल र इरानको बिचको कन्टेक्स्टमा हेर्ने हो भने अन्डर आर्टिकल 48 अफ एडिसनल प्रोटोकल फर्स्टमा जुन डिस्टिङसनको कुरालाई मेन्सन गरेको छ जस्तै सिभिलियन अब्जेक्ट्स र मिलिटरी अब्जेक्ट्सको बिचमा डिफरेन्स डिस्टिङ्ग्विस गर्नुपर्छ, फरक हुनुपर्छ है। उनीहरूले एकअर्कालाई अट्याक गर्न मिल्दैन, नागरिक र मिलिटरीको बिचमा अट्याक हुन मिल्दैन। तर यहाँ के भएको छ भने अन्डर आर्टिकल 48 एडिसनल प्रोटोकल फर्स्टको यो क्लज पनि भायोलेट भएको हामीले देख्न सकिन्छ। कसरी देख्न सकिन्छ भने युएस र इजरायलले जुन अट्याक गर्यो इरानमाथि त्यति बेला इजरायलको जुन अट्याक थियो, जुन मिलिटरी अट्याक थियो, मिलिटरी मिसाइल्स आयो इरानमाथि, त्यो अट्याकले इरानको सिभिलियन्सहरूलाई एफेक्ट पार्यो नि त। त्यहाँको स्कुलहरूमा पनि बम खसालेको देखिन्छ, मिसाइलहरू स्ट्राइक भएको देखिन्छ, त्यहाँको नागरिकहरू कति धेरै एफेक्ट भएको छ, हस्पिटल्सहरूको कन्टेक्स्टमा पनि एकदमै ठुलो क्षति भएको देखिन्छ। त्यो भनेको प्रिन्सिपल अफ डिस्टिङसनको भायोलेसन इजरायलले मात्र होइन इरानले पनि गरेको देखिन्छ। किनभने इरानको जुन मिसाइल स्ट्राइक थियो त्यसले गर्दा इजरायलको सिभिलियन्सहरू पनि एफेक्ट भएको देखिन्छ। सो त्यो कन्टेक्स्टमा हेर्नु पर्दा प्रिन्सिपल अफ डिस्टिङसन दुवै कन्ट्रीले भायोलेट गरेको यहाँबाट क्लियर हुन्छ। आइसिटिवाई इन्टरनेसनल ट्राइब्युनल अफ युगोस्लाभियाले के भन्छ भने ग्यालिक र ब्लास्कीको केसमा कुनै पनि अट्याक इन्टरनेसनल लेभलमा कुनै पनि अट्याकले सिभिलियनको सफरिङ यदि बढी हुन्छ भने त्यो डिरेक्टली प्रिन्सिपल अफ डिस्टिङसनको भायोलेसन हो भनेर हामीले त्यहाँबाट पनि बुझ्न सकिन्छ। अब दोस्रो प्रिन्सिपल रहेको छ प्रिन्सिपल अफ प्रोपोर्सनालिटी, जुन भनेको यदि सिभिलियनको हार्म मिलिटरी अब्जेक्ट भन्दा बढी छ भने त्यस्तो कन्टेक्स्टमा प्रिन्सिपल अफ प्रोपोर्सनालिटी भायोलेट भएको भनेर पनि हामीले देख्न सक्छौँ। त्यसै गरी यहाँतिर हामीले आर्टिकल 51(5)(b) एडिसनल प्रोटोकल फर्स्टमा के उल्लेख गरेको छ भने कुनै पनि अट्याक सिभिलियन हार्मलाई एकदमै बढी गर्छ, मिलिटरी एडभान्टेज भन्दा पनि बढी सिभिलियन्सहरूलाई हार्म धेरै हुन्छ भने त्यस्तो अट्याक इन्टरनेसनल ह्युम्यानिटेरियन लको भायोलेसन हो भनेर क्लियरली मेन्सन गर्छ। र युएस इजरायलले जुन इरानमाथि गरेको अट्याक त्यसलाई हामीले प्रिन्सिपल अफ प्रोपोर्सनालिटी अन्डर इन्टरनेसनल ह्युम्यानिटेरियन लको अन्डरमा पनि इट इज नट फलोड, यसलाई चाहिँ भायोलेट गरेको हामीले क्लियरली देख्न सकिन्छ। तेस्रो प्रिन्सिपल भनेको प्रिन्सिपल अफ प्रिकसन, जसमा के हुनुपर्छ भने जहिले पनि प्रिकसन मिलिटरी एस्पेक्ट युज गरिरहेको छ भने त्यसबाट हुन सक्ने क्षतिहरू के छ त्यसलाई पहिल्यै नै एनालाइज गरेर मात्रै वार कन्डक्ट गर्नुपर्छ भनेर आर्टिकल 57 अफ एडिसनल प्रोटोकल फर्स्टले क्लियरली मेन्सन गर्छ। तर यहाँ उठ्ने प्रश्न तीनटा हो। वेदर दिस टार्गेट्स वेयर प्योरली मिलिटरी, सेकेन्डमा भनेको वेदर सिभिलियन इभ्याकुएसन वाज भिजिबल, थर्ड भनेको वेदर अल्टरनेटिभ मिन्स एक्जिस्टेड, अनि यो तीनटेको फेलियर भनेको प्रिकसनको प्रिन्सिपलको
violation, which means the violation of principles of international human rights, humanitarian law. चौथो प्रिन्सिपल भनेको मिलिटरी नेसेसिटी, जहाँतिर इरानियन न्युक्लियर फेसिलिटिज अथवा यो जुन टार्गेट हामीले देख्न सकिन्छ यहाँतिर वेपन्सको डेभलपमेन्ट भएको भनेर देखिन्छ है। यहाँ इजरायलले के क्लेम गरेको छ भने इरानले हामीलाई अट्याक गर्न लागेको हो, त्यही भएर नै हामीले त्यो अट्याक गरेको हो भनेर देखिन्छ। सो यहाँतिर पनि हामीले मिलिटरी नेसेसिटी यो प्रिन्सिपलको भायोलेसन भएको भनेर हामीले क्लियरली नै देख्न सकिन्छ। अब अर्को कोर प्रिन्सिपललाई हेर्ने भने प्रोटेक्सन अफ पर्सन एन्ड अब्जेक्ट्स इन द इरान इजरायल युएस कन्फ्लिक्ट। सो यहाँतिर हेर्दा हामीले सिभिलियन्सको कन्टेक्समा जेनेभा कन्भेन्सन 4 ले सिभिलियन्सको प्रोटेक्सनलाई डिल गर्छ। र यहाँतिर हामीले यो वारमा यो कन्फ्लिक्टमा हामीले के कुरा देख्न सकिन्छ भने इरानको सिभिलियन्सहरूलाई डिरेक्टली असर पार्यो नि त। सो विच मिन्स सिभिलियन्सको प्रोटेक्सन भएको छैन। इरानले जुन इजरायलमाथि गरेको अट्याक छ त्यो अट्याकमा पनि हामीले क्लियरली देख्न सकिन्छ इरानले पनि इजरायलको सिभिलियनलाई हार्म नहोस्, त्यहाँतिरको मिलिटरी एडभान्टेज मात्र एफेक्ट होस् भनेर गर्नुपर्ने ठाउँमा सिभिलियन्सहरूको पनि हार्म हामीले हाई देख्न सक्छौँ, विच इज अल्सो द भायोलेसन अफ इन्टरनेसनल ह्युमेनिटेरियन ल। रोम स्ट्याच्युटको अन्डरमा नै इन्टरनेसनल क्रिमिनल कोर्ट इस्टाब्लिस भएको छ। अब रोम स्ट्याच्युटको आर्टिकल 8 ले के भन्छ भने इफ सिभिलियन एरियाज वर इन्टेन्सनली अर recklessly targeted, this may constitute war crimes under Article 8 of the Rome Statute भनेर मेन्सन गरेको छ, जुन भनेको हामीले यहाँ क्लियरली देख्न सकिन्छ यहाँतिर वार क्राइम भएकै छ। अर्को भनेको अन्डर द हेग कन्भेन्सन 1954 को अन्तर्गतमा हामीले कल्चरल र सिभिलियन इन्फ्रास्ट्रक्चरलाई स्पेसली प्रोटेक्टेड गर्नुपर्छ भन्ने कुरालाई पनि क्लियरली मेन्सन गरेको हुँदा हामीले यहाँ पनि के देख्न सक्छौँ भने यो युएस इजरायल इरानको कन्फ्लिक्टको बीचमा न त सिभिलियन्स प्रोटेक्टेड भएन न त सिभिलियन्स अब्जेक्ट्सहरू प्रोटेक्टेड भयो। सो यो कन्टेक्स्टमा इट इज द ग्रस भायोलेसन अफ इन्टरनेसनल ह्युमेनिटेरियन ल। अब थर्ड एस्पेक्टमा के हुन्छ भने स्टेटको रेस्पोन्सिबिलिटीहरू के हो त आर्म्ड कन्फ्लिक्टको बेलामा। अन्डर आर्सिमा 2001 युनाइटेड स्टेट्स र इजरायलको कुनै स्टेटलाई लिएर पनि के रेस्पोन्सिबिलिटीहरू रहेको छ, जुन भनेको पहिलो भनेको अन्डर आर्टिकल 2(4) अफ द युएन चार्टर अनलफुल युज अफ फोर्स युज गर्न हुँदैन भनेर मेन्सन हुँदा डिरेक्टली यो आर्टिकललाई पनि युएस इजरायलले भायोलेट गरेको हामीले क्लियर देखिन्छ, जुन भनेको कस्टमरी आइएसएल रुल्स हो। त्यसै गरी अब हामीले इन्टरनेसनल डाइमेन्सनबाट आइसिसीको कन्टेक्स्टबाट हेर्नु पर्दा वार क्राइम्स आर्टिकल 8 मा मेन्सन गरेको छ, जहाँतिर अट्याक्स अन सिभिलियन एन्ड सिभिलियन अब्जेक्ट्स हुने बित्तिकै द्याट इज कन्स्टिट्युट टु बी द वार क्राइम्स। सेकेन्ड भनेको क्राइम्स अगेन्स्ट ह्युम्यानिटी अन्डर आर्टिकल 7 अफ द रोम स्ट्याच्युट, त्यहाँतिर के भनेको छ भने इफ कुनै पनि सिस्टमेटिक सिभिलियन अट्याक हुन्छ र त्यो अट्याक जहिले पनि क्राइम अगेन्स्ट ह्युम्यानिटी भनेर हामीले बुझ्न सक्छौँ। र त्यसै गरी आइसिसीले पनि 3टा केसेसहरूलाई यदि हामीले हेर्यौँ भने लुबाङ्गा, काचाङ्गा र टागान्डाको केस हेर्यौँ भने लुबाङ्गाको केसमा के भएको थियो भने अनलफुल कन्डक्ट इन आर्म्ड कन्फ्लिक्ट हामीले देख्न सकिन्छ। त्यसै गरी काचाङ्गाको केसमा कलेक्टिभ लायबिलिटी एन्ड कन्ट्रिब्युसन टु अट्याक्सलाई पनि देख्न सकिन्छ, त्यहाँबाट भएको आइसिसीको केसको वर्डिक्ट हो यो। अब टागान्डाको केसमा हेर्ने हो भने वार क्राइम्स चाहिँ एक्सपान्ड भएको देख्न सकिन्छ, जहाँतिर सेक्सुअल भायोलेन्सलाई पनि वार क्राइम्स अन्तर्गत नै राख्ने भन्ने कुरालाई हामीले क्लियरली बुझ्न सकिन्छ, देख्न सकिन्छ। अब यो 3टा केसेसहरू भनेको आइसिसीले डेलिभर गरेको केस हो। यो केस भनेको एयर स्ट्राइक मिसाइल वारफेयरलाई डिरेक्टली अट्र्याक्ट हुने केसेसहरू हो। अब यसरी हेर्नु पर्दा पटक नै निकारागुवाको केस पनि हेर्यौँ हामीले, अर्को भनेको ओइल ब्ल्याकमेल कन्टेक्स्टमा पनि एउटा केस रहेको छ। त्यो सबै केसहरू हेर्यौँ भने पटक नै राष्ट्रिय जगतमा अमेरिकाले पटक अमेरिका अथवा यो ठुलो राज्यहरूले जहिले पनि आडमा सेल्फ डिफेन्सको जुन प्रोभिजन छ त्यसलाई जहिले पनि एन्टिसिपेटरी क्लेम भनेर मेन्सन गर्न खोजे तापनि यसलाई आइसिजेले र अन्तर्राष्ट्रिय लहरूले कहिले पनि एक्सपान्ड हुन भने दिएनन्।
सेल्फ डिफेन्सलाई अन्डर आर्टिकल 51 अफ युएन चार्टरको भित्र रहिरहँदा यसलाई कहिले पनि एन्टिसिपेटेड सेल्फ डिफेन्स भन्न मिल्दैन भनेर हामीले क्लेम भएको हामीले डिफ्रेन्ट जुडिसियल डिसिजनहरूबाट पनि हेर्न सक्छौँ। र यो सबै हेर्दा हामीले कानुनहरू अन्तर्राष्ट्रिय जगतमा पनि छन्। It's not only for the state, it is also for whole the nation, whole राजनीति र सैन्य रणनीति जतिसुकै बलियो भए पनि कानुनी र मानवीय दायित्वलाई कसैले पनि बेवास्ता गर्न भने मिल्दैन। यदि यो भिडियो हजुरलाई जानकारीमूलक लाग्यो भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस् र यस्तै भिडियोहरूको लागि अहिले नै लाइक र सब्स्क्राइब गर्न सक्नुहुनेछ। धन्यवाद। सुरक्षित रहनुहोस्।